हेलो नमस्ते साथीहरू, तपाईहरुलाई फेरि पनि मेरो च्यानलमा धेरै धेरै स्वागत छ। अनि आज पनि म नयाँ अर्को मुकबाङ भिडियो लिएर आएको छु। मेरो साथमा आज रहेको छ सिस्नु, मकैको ढिँडो अनि थोरै मसरुम फ्राई छ, अनि त्यसपछि साथमा आँप छ, दुध पनि छ अनि एउटा खुर्सानी है त साथीहरू। अब के गर्नु, भिडियो अरू चीजहरु खाएको भिडियोमा त भ्युज नै जाँदैन। यही सिस्नु ढिँडो यस्तै मुकबाङहरुमा, यस्तै ढिँडोवाला मुकबाङमा चाहिँ भिडियोज त्यस्तो खालको भिडियोमा चाहिँ भ्युज राम्रो जाने रहेछ, ठिकै गइराछ, राम्रै गइराछ। त्यही भएर चाहिँ सकेसम्म चाहिँ साथीहरु अबदेखि म यसरी नै ढिँडोसँग के अब नयाँ नयाँ चीजहरु के पाउँछ खाने कोसिस गर्नेछु, खोजी भए पनि साथीहरु है त। अनि भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला है साथीहरु। म चाहिँ ढिलो नगरिकन खाना सुरु गरिहाल्छु ल साथीहरु। सुरुमा चाहिँ यो कस्तो भाछ कुनी यो चाखिहालौं। वाउ, सेलाइसकेछ नि साथीहरु। यो सेटअप मिलाउँदा यस्तै हुन्छ, सेलाइसक्छ। खाए ल, फर्स्ट बाइट। के साह्रो पिरो हो। साथीहरु, मलाई ढिँडो चपाएर खाना नचपाइकन निल्न आउँदैन, चपाएरै खान्छु। नचपाइकन निल्दाखेरि चाहिँ यस्तोमा कता गएर अनि अड्केको जस्तो टाँसे जस्तो हुने रहेछ। त्यही भएर म चाहिँ चपाएरै खाइदिन्छु है। आफ्नो तरिका हुन्छ। सिस्नु ढिँडो लभर को हुनुहुन्छ कमेन्ट गर्नुस् ल साथीहरु। खुर्सानी त टोक्नै डर लाग्यो त, कस्तो पिरो हो। ढिँडो से लाग्यो। खासै से लाग्दो छैन। मकैको ढिँडो त यस्तै हुन्छ कि एकछिनमै कक्रक्क पर्ने। सुन्नुभयो, छिपकली गराछ के गरे आयो तँलाई पख। सातो जान्छ फेरि आफ्नो त। यो पनि खाम।
मिठो क्या। वाउ, यम्मी यम्मी यम्मी। जेसँग खाँदा नि मनपर्छ मलाई, मिठो लाग्छ मलाई त ढिँडो। एक दिन गुन्द्रुकको झोलसँग खानु छ। दामी। के हो खुर्सानी त टोक्नै डर लाग्यो त, यस्तो पिरो रहेछ। सरी साथीहरू, म चाहिँ खासमा बिहान मात्रै एक साग खाना खान्छु। अनि यो मुकबाङ गर्ने दिनमा चाहिँ बिहान नखाने बेलुका खाने। हट डेन्जर मिठो। खाँदा खाँदै अब पेट टन्नै भइहाल्छ। अनि के गर्ने साथीहरू, अब नगर्नु मुकबाङ भिडियो बनाउने सोच कहाँबाट आयो। अब खानेकुरा नि अब भेजिटेरियनलाई त खासै भनेको जस्तो खानेकुरा नि पाउँदैन। अनि यस्तो यस्तो चिजहरू फेरि धेरै खान सकिँदैन। नुडल्सहरू चाहिँ खान सकिन्छ हैन, तर किन भ्युज नै आउँदैन। के गर्नु, अरूले खाएको हेर्दै ठिक्क हुन्छ। अरूले खाएकोमा त कस्तो मजाले भ्युज जान्छ। गएको देखेर आफूलाई नि खान मन लाग्छ, भिडियो सुट गऱ्यो हाल्यो, भ्युज नै आउँदैन। खै के सायद रेगुलर भिडियो नआएर पनि होला सायद है साथीहरू, त्यस्तो नि हुन सक्छ।
बाहिर बच्चाहरू खेलिरहेछ मुनि रोडमा। सकिहाल्यो नि साथीहरू। यस्तो मिठो चिज। फुल भए आज त सबै खाएँ मैले साथीहरू। ल साथीहरू, मैले त खाना खाइसकेँ। सिस्नु ढिँडो यस्तो मिठो 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 भयो त्यो कि होइन, अब बयान गरेर साथै छैन। आफू त सिस्नु ढिँडो लवर परे क्या अरे। अनि भिडियोलाई चाहिँ सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला साथीहरू। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सरी, हेर्नु न यस्तै हुन्छ क्या, खाएपछि अगाउने रहेछ है। अचम्म के, खाएपछि अगाउने के होला यस्तो। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुलिदिनु होला साथीहरू। अब फेरि अर्को नयाँ मुकबाङ भिडियोमा भेट्नेछौँ। अहिलेको लागि चाहिँ म गएको ला, राम्रोसँग बस्नुस् ल, मलाई नबिर्सिनु ला। बाई साथीहरू।